वक्रतुण्ड महाकाय कोटि सूर्य समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नमस्कार, म कृष्णप्रसाद पौडेल। आज यस टेलिभिजनमा विशेषतः हरितालिका तीजको बारेमा, हरितालिका भनेको के हो, महिलाहरूले किन यो हरितालिका तीज व्रत बस्नुपर्छ र यो व्रत भनेर किन निराहार बस्नुपर्ने हो, अरू दिन चाहिँ व्रत बस्दाखेरि केही खाएर व्रत बसिन्छ भने आज चाहिँ किन यो व्रत बस्नुपर्छ त। र यस समय भोलिका दिनमा यो कार्यक्रम हुँदैछ, भोलि हरितालिका तीज पनि हो अनि पर्सि एक दिन बसेर फेरि निकोर्सीपल्ट पञ्चमीको पूजा पनि लगाइन्छ। यो चाहिँ के हो त, यसको वास्तविक के हो त पॉइन्ट, किन नारीहरूले मात्र लगाइन्छ पुरुषले किन लगाइँदैन त, यो भन्ने बारेमा तपाईहरुलाई म विस्तृतमा जानकारी दिँदैछु। यस टेलिभिजन जहाँ अहिले मलाई यो बोल्ने अवसर दिनुभएको छ, मेरो अध्यात्म अर्थात् यो टेलिभिजनबाट आज मैले के बोल्न गइरहेको छु, म लाग्दैछ कि आज तपाईहरुलाई पनि यो कुरो भन्ने अवसर प्राप्ति गरेको छु। तपाईहरुलाई यो यसको बारेमा म विशेष मैले जानेको र मैले जो यस समय ब्राह्मण तत्त्व ब्राह्मण भइकन जन्मिएर यो कुलमा जन्मिएर तपाईहरुलाई केही आशीर्वाद अनि तपाईहरुकै कृपाले आज यस ठाउँसम्म आएर आज यस ठाउँमा आउन पनि मलाई धेरै प्रोत्साहन मिलेको छ। किन भन्नु होला भने हिजोका दिनमा म पनि गाउँमै बस्थेँ, कर्म गर्थेँ, तर यहाँ आइसकेपछि भने मेरो एकजना पण्डित रमेश सुवेदी हुनुहुन्छ, उहाँ गुरु बनिदिनु भयो। उहाँ गुरुको साथमा लागेर अनि हाम्रा जो एकजना रसुवामा जन्मिएको बालचन्द्र अधिकारी हुनुहुन्छ, उहाँको साथ पाएँ र आज यस ठाउँमा पनि आउने अवसर प्राप्ति गरेको छु। र यही अवसरमा चाहिँ तपाईहरुलाई म हरितालिका तीजको बारेमा विस्तृत रूपमा वर्णन गर्दैछु। हरितालिका तीज हजुरहरूले सुनिरहनु भएकै छ नि, हरितालिकाको तीज हेर्नुस्, यो हरितालिका तीज भन्ने बित्तिकै नारीहरूको महान चाड, हाम्रो दशैं भन्दा पनि राम्रो हुन्छ यो पर्व, जहाँ कि दशैंमा बरु त्यति साह्रो राम्रो हुन्न, तर यो हरितालिका तीज भनेपछि नारीलाई धेरै अति नै अमूल्य हुन्छ, अति राम्रो हुन्छ। र आज त्यही हरितालिका तीजको बेलामा हाम्रो किंवदन्ती छ, सौनकादि 88,000 ऋषिले गरेका यी कर्महरू अनि सौनकादि 88,000ले दिनुभएका सुतक पुराणजीले व्यासजीलाई दिनुभएको ज्ञान छ। यो यतापट्टि भने यतापट्टि भगवान स्वयं भोले बाबा प्राप्ति गर्नको लागि भनेर पार्वतीले बस्नुभएको यो हरितालिका तीज व्रत, जसलाई निराहार व्रत पनि भनिन्छ। निराहार व्रत बस्नुपर्छ यस समयमा। हामी यदि यो निराहार व्रत बसिएन भनेदेखि जो कामना गरेको व्रत पूर्ण हुँदैन भन्ने यो हाम्रो मान्यता छ र संस्कार पनि यही हो। एक दिन तपाईहरु निराहार व्रत बस्दिनु भयो भने हेर्नुस्, तपाईको शरीरमा भएका असन्तुलित यी तत्त्वहरू हुन् त, कुनै राम्रोसँग चलेका हुन्छन्, कोही छिटो चलेका हुन्छन्, कोही ढिलो चलेका हुन्छन्, यी चिजलाई पनि एकाग्र गर्नको लागि चाहिँ हामीले यो व्रत बस्नुपर्ने हुन्छ। यो वर्ष दिनसम्म एक दिन बस्छ, जसलाई रजस्वला पनि भनिन्छ। हरितालिका तीजमा त्यो भनिएको छ, हरितालिका तीज व्रत लाउनु छुट्टै छ भने यो ऋषि पञ्चमीको पनि छुट्टै कर्म छ। हरितालिका तीजको दिन चाहिँ केही प्राप्ति गर्नको लागि व्रत बसिन्छ। हरितालिकाको तीजको व्रत भनेको पार्वती स्वयं माताले हिमालय पर्वत कि पत्नी मेनुकाको गर्भबाट पार्वतीले जन्म लिनुभएको थियो। पूर्व जन्ममा उहाँको सतीदेवीको रूप थियो। सतीदेवी भन्ने त तपाईहरुलाई प्रसङ्ग थाहा नै छ, सुस्तानीमा आउँछ नै। सुस्तानीमा हामीले पढेकै छौँ, माघ महात्म्यमा तपाईहरुले सुन्नै भएको छ, सतीदेवीले हाम फालेर अर्थात् यज्ञकुण्डमा प्रवेश गर्नुभयो र त्यही प्रवेश गरिसकेपछि अग्निले प्राण लिन सक्नु भएन अनि तुरुन्तै त्यस बेला भगवान फेरि यो पनि छ कि सतीदेवीले प्राणान्त हुने बेला शिव 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 भनेर प्राणान्त हुनुभएको थियो। त्यही तत्त्वको कारणले गर्दाखेरिमा आज पुनर्जन्म भयो। कहाँ त भन्दा हिमालय पर्वत कि पत्नी मेनुकाको गर्भमा बस्नुभयो अथवा गर्भ रह्यो मेनुकाको गर्भमा, र त्यही गर्भबाट माता पार्वतीको पैदा भयो। मास पूर्ण भइसकेपछि अनि माता पार्वतीले कामना यही गर्नुहुन्थ्यो कि भोले बाबा तपाईँ बाहेक संसारमा मेरो कोही पनि छैन, तपाईँ बाहेक
मेरो अरू कोही पनि छैन, त्यस कारणले तपाईँलाई नै म पुज्छु, तपाईँलाई नै पूजा गर्छु, ध्यान गर्छु, न्यास गर्छु, जप गर्छु, इत्यादि कर्महरू उहाँले बोल्न लाग्नुभयो। हुँदै गए बाल्य अवस्थामा पनि उहाँले धेरै कर्म गर्नुभयो। कसको लागि त भन्दा स्वयं भोले बाबा, शङ्कर भोले बाबाका आशुतोष भगवानलाई पूजा गर्नुभयो, ध्यान गर्नुभयो, न्यास गर्नुभयो। यति कि उहाँले बाल्य अवस्थामादेखि नै हेर्नुहोस् त हामी कति खुसी हुन पाउँछौँ। यो अवस्था यस्तो राम्रो अवस्था हो कि जसका कारणले गर्दाखेरि हामी आज प्राप्ति गरेका छौँ। भोले बाबा, स्वयं भोले बाबालाई प्राप्ति गर्नको लागि आज हामी बल्ल चेतना हुँदैछ। हामी त भर्खर मुना पलाउँदैछ। हेर्नुहोस् हिजो पार्वती माताले आफ्ना पति पाउनको लागि, राम्रो पति पाउनको लागि गुण चाहिन्छ। हेर्नुहोस् त्यतिकै त हुँदैन कुनै पनि चिजहरू। गुण नभइकन पहिला कुरो तत्त्वबोध हुनुपर्छ। तत्त्व के हो त भन्दा जसो संस्कार नभइकन कुनै पनि चिज पाइँदैन। संस्कार उहाँमा हिमालय पर्वत र मेनुकाको संस्कार धेरै अखण्ड थियो, जसका कारणले गर्दा आज तिनै कर्मको गतिले, तिनै हिमालय पर्वत र मेनुकाको कर्मको गतिले पार्वतीले आज कर्म गर्दै हुनुहुन्छ। सान्य अब बाल्य अवस्थादेखि नै भोले बाबा तपाईँमा प्राप्ति गर्न पाए हुन्थ्यो, तपाईँ नै सर्वश्रेष्ठ हुनुहुन्छ, सबै तपाईँ नै हो भनेर आज पुलिङ बनाउनुहुन्थ्यो, बालुवाको पुलिङ। हामी पो अहिले पो हाम्रा बालबालिका हेर्नुहोस् टिभी भनेको छ, कहिले कहिले मोबाइल भनेको छ, कहिले के भनेको छ, होइन हेर्नुहोस् त। तर यो जानिदिनुहोस् कि हाम्रा बालकलाई अहिले मोबाइल र टिभी कम्प्युटरमा दिन्छौँ। बाल्य अवस्थाले देख्नुभएको होला नि तपाईँलाई, आजभोलि देख्नुभएको छ नि, उठ्न पाएन, मोबाइल चाहिन्छ, बच्चालाई मोबाइल खेल्न दिएको छ, गेम खेल्न दिएको छ। कमसेकम तपाईँले संस्कारका कुरा सिकाउनुहोस् न त्यसभित्र, अनि तपाईँको बल्ल छोराहरू संस्कारित हुन्छन्। हेर्नुहोस्, अनि तपाईँ मोबाइल दिनुहुन्छ, त्यहाँ हरेक किसिमका कुरा हुन्छ। राम्रो पनि कुरा छ मोबाइलमा, राम्रो पनि हो, नदिनुहोस् भन्न त मैले खोजेँ होइन, प्रसङ्ग मैले अर्कैतिर लगाएको छु। किन हामी पहिला संस्कारमा भिज्नुपर्छ। हेर्नुहोस्, संस्कार यो हरितालिकाको तीजको व्रत बसेर केही पुण्य प्राप्ति हुँदैन। हेर्नुहोस्, यो व्रत बस्नको लागि त तपाईँहरूले के गर्नुपर्छ त भन्नु होला भने, कहिले पनि आफूले कसलाई त भन्दा को व्यक्तिलाई कर्म गर्दैछु, के कर्म गर्दैछु, कुन व्रत बस्दैछु जानिदिनुपर्छ। तपाईँहरू व्रत बसिदिनुहुन्छ, हेर्नुहोस् हरितालिका दिनभरि व्रत बस्नुहुन्छ, बिचरा भोलिपल्ट पतिदेवलाई आपत, अहिले दिनभरि भोकै बसिदिनुहुन्छ, अहिले चाहिँ अब भरे राति भरका चिजहरू खानुहुन्छ, खाना हुने के खाना नहुने के सबै नारायण भक्षण गरे हुन्छ। अनि दर खाने भने रातभरि 12 बजीसम्म दर खाएर बस्यो। हेर्नुहोस् त्यहाँभन्दा पछाडि अनि तुरुन्त नारायण हरि, अनि भोलिपल्ट बिहान खाली पेट हुन्छ। अब जे जस्तो भयो नुहाइ गर्नै पर्यो, नुहाउनु पर्यो, स्नान आदिको सुच्यास गर्नु पर्यो, इत्यादि गर्दा गर्दै अर्थात् अलिक गाह्रो भइसकेको हुन्छ। त्यही माथि अनि दिनभरि त्यो चिसो पानीमा नुहाइसकेपछि हेर्नुहोस् त्यो चिसो पानीमा नुहाउनु एक प्रकारले राम्रो हो, एक प्रकारले नराम्रो पनि छ। हेर्नुहोस् तपाईँको शरीर कुन छ, कुन मेन्टेन, कुन शरीरले के चाहेको छ त्यो मात्र दिनुपर्ने हुन्छ तपाईँले शरीरलाई। तर शरीरलाई नुहाउने भन्दैमा दैनिक नुहाएर केही हुनेवाला छैन। हेर्नुहोस् गाई यदि नुहाउने हो भने गाईको रूप हेरौँ, भैँसीको रूप हेर्नुहोस्, गाईले कहिले नुहाउँदैनन् तर ऊ पवित्र छैन, तर भैँसी सधैँभरि आल पानी पायो कि आलमा थुचुक्क बसिहाल्छ। हेर्नुहोस् होइन भन्नुहोस् त, यस कारणले त्यो आलमा बसेर त्यो पवित्र कहिले पनि छैन, तर गाई ननुहाए पनि पवित्र छैन। ल हेर्नुहोस् यसको वास्तविक हामीले यो पाउनुपर्छ। हामीले पावर पोइन्ट भनेको यो चिज हो, यो पावर पोइन्टमा हामी भिज्न जान्नुपर्दछ। अनि हाम्रो चाहिँ चलन संस्कार चाहिँ के छ भने, अब हिजो आमाले व्रत बस्नुभएको थियो, अब पहिला हजुरआमाले बस्नुभएको थियो, आज हामी बस्दैछौँ भन्छौँ। अनि हामी व्रत बस्ने के को लागि त भन्दा त्यही भोले बाबालाई पूजा गर्नको लागि र राम्रो केटा पाइन्छ होइन। हेर्नुहोस् राम्रो केटा जब तपाईँले राम्रो संस्कार गर्दै जानुभयो नि, तपाईँले राम्रो कर्म गर्दै जानुभयो नि, तपाईँको अल्द तपाईँलाई राम्रो केटा पर्दछ। हेर्नुहोस् तपाईँले जन नराम्रो तपाईँ पूजापाठ गर्नु त्यो दिन एक दिनभरि भोगो बस्दिनुहुन्छ। अर्थात् जो पुत्र अविवाहित नारीले, अनि विवाहित नारीले पनि मेरो पतिले के नगरा भनेको छ, हुने बेला अरू बेला चाहिँ भने चाहिँ नराम्रा कुरा गरे हुन्छ, तर ममा देखा होला नि, हुन्जेलका पैसा हुने। हेर्नुहोस् हुन्जेलका श्रीमती हुन्, हुन्जेलका श्रीमान हुन् होइन। जब तपाईँको घरमा सम्पत्ति छैन, तपाईँको पतिदेवले दिनु भन भने तपाईँ आइसो र गइसो पनि नारायण खत्तम हुन्छ, हुँदैन। यो आइसो र गइसो प्रवृत्ति हट्छ। हेर्नुहोस् हुन्जेल चाहिँ मेरो श्रीमान आइसो न नारायण हरि, यस्ता चिजहरू पनि आउँछ क्या। जब आफ्नो आइसो र गइसो अनि तब पैसा कमाउन छाड्छ नि पतिदेवले, अनि नारायण के को आइसो र गइसो हराउँछ, त्यत्तिकै हराउँछ भने। अनि श्रीमतीमा पनि राम्रो मिठो खाउन्जेलको श्रीमती भनिन्छ, कमाले उन्जेल राम्रो कर्म बोलुन्जेल मिठो बोलुन्जेलसम्म श्रीमती भन्छ। त्यहाँभन्दा पछाडि दुईवटा बिहे गर्न पनि पछि हट्दैन ल देखिया होला नि, कति ठाउँमा दुई झन् अहिले सरकारले चाहिँ राम्रै गरेछ, राम्रै ल्याइदिएछ क्या। किनभनेदेखि कमसेकम अब सम्पत्ति लिने पाउन त्यस्तो हो।
कलिमा ठिक गरेछ, राम्रो गरेछ हेर्नुहोस्। यस कारणले गर्दा हामीले भन्न खोजेको तात्पर्य तपाईँहरूलाई त्यो चित्त नदुखाउनुहोस्। यो अर्थ हो कि हरितालिका तीज व्रत बसिसकेपछि कुन तरिकाले व्रत बस्नु, कुनको देवताको पूजा गर्नुपर्छ, कसरी पूजा गर्नुपर्छ, यस्ता चिजहरू चाहिन्छ। तपाईँहरूलाई पूजा गर्ने अझ तरिकाहरू पनि कति व्यक्तिलाई नआउन सक्छ, कतिलाई त आउन सक्छ। नआउने व्यक्तिलाई म यो सिकाउँदैछु। तपाईँहरूले कहिले पनि साइली अम्लाले उत्तानो हात गरेर पूजा गर्नुपर्छ, कहिले पनि घोप्टाएर पूजा गर्नु हुँदैन। हेर्नुहोस्, तपाईँहरूको चलन छ माथि अलि परबाट शिवजीको मन्दिर पशुपति, अब भोलिका दिनमा पशुपतिनाथमा अति भिडभिड लाग्छ। भिडभिड लाग्छ, तर के हुन्छ, किन गएको र के गर्न गएको त त्यहाँ राम्रो हेर्न र राम्रो लाउन, राम्रो खान गएको, कसले के गरे के कसो गरे भन्नमा जानेवाला छन्। हेर्नुहोस्, तर त्यहाँ गइसकेपछि भोले बाबा कस्ता हुनुहुन्छ, कुन रूपका हुनुहुन्छ, कुन तरिकाले मैले भोले बाबाको पूजा गर्नुपर्छ, यस्तो कुरा चाहिँ तपाईँहरूले जानिदिनु भयो भने बल्ल हुन्छ। साइली अम्लाले अर्थात् उत्तानो हात बनाएर पूजा गर्नुपर्छ, कहिले पनि घोप्ट्याएर पूजा कहिले नगर्नुहोस्। हेर्नुहोस्, यदि पूजा घोप्ट्याएर पूजा गरिन्छ भनेदेखि त्यो निष्फल हुनेछ। पार्वती मातालाई यो ज्ञान थियो कि मैले घोप्ट्याएर पूजा गर्नु हुँदैन, मैले अर्थात् सबै कुरो चिज जो जस्तो सक्छु त्यही रूपले मात्र पूजा गर्छु, बाहिर खोज्न जानु हुँदैन, बाहिरका चिजहरूको अभिलाषा गर्नु हुँदैन। लेखाएन हेर्नुहोस्, उपनिषदमा लेखेको छ, भागवतमा लेखेको छ, शिवपुराणमा त सबै तपाईँले जान्नुहुन्छ। हेर्नुहोस्, शिवपुराण हेर्नुहोस्, अरू नभए माघ महात्म्यमा बताइएको छैन, सबै कुरो बताइएको छ। तर त्यो कुरा तपाईँले जान्दिन पर्दछ। हेर्नुहोस्, यदि तपाईँले त्यो कुरा जान्दिनु यदि भएन भने त्यो बेकार हुनेछ। पूजा गरेको व्रत नबस्नुहोस्, हरितालिका तीज नबस्नुहोस् भन्न खोजेको त होइन है। हरितालिका तीज व्रत बस्नै पर्छ, भोले बाबाको पूजा गर्नै पर्छ। भोले बाबालाई चारैतिर चारै मुखको पूजा गर्नुपर्ने छ। सत्यजात, तत्पुरुष, वामदेव, अगरूप, ईशानरूप, यी नामहरू लिएर तपाईँले पूजा गर्नुपर्दछ। हेर्नुहोस्, पूजा गर्ने त्यतिकै सजिलो छैन। त्यो मुखमा जता त्यो शिवलिङ्गको चारैतिर मुख राखेको हुन्छ त्यसको नाम के हो तपाईँलाई सोध्नुहोस् त, तपाईँले भन्न सक्नुहुन्छ? भन्नुहुन्न। तपाईँहरू जब पूजा गर्दै अरे आमाले पूजा गरे मैले पनि पूजा गर्नुपर्छ भने परैबाट अक्षता नारायण अक्षता पाती चढाउनुहुन्छ, अक्षता पातीले केही हुँदैन। हेर्नुहोस्, अक्षता पाती त भगवान् स्वयंले सृष्टि गरे भोले बाबाले होइन भन्नुहोस् त। अक्षता भोले बाबाले सृष्टि गरे हो, सबै चिज सबै भोलेकै चिज। तपाईँले एउटा चिज गर्नुहोस् न, मैले सबै थोक गरेँ, म व्रत बसेँ भन्नुहुन्छ, तर होइन। हेर्नुहोस्, एउटा चिज उत्पादन गर्न तपाईँलाई कति गाह्रो छ। एउटा चिज, एउटा कपडाको कुरा गरौँ न, तपाईँलाई च्यात्न सजिलो हुन्छ कपडा, तर त्यो कपडा तपाईँले बुन्नलाई कति गाह्रो हुन्छ, विचार गर्नुहोस् त। हो, त्यस्तै हो धर्म भनेको कुरो। धर्म काहीँ त्रुटि हुँदैन। हेर्नुहोस्, एउटा धागो छिन्यो भनेदेखि तपाईँको कपडा छ्याङ्ग देखिन्छ, काहीँ न काहीँ त्रुटि भएको देखिन्छ। तर त्यो पूजा पनि त्यस्तै हो। हेर्नुहोस्, पूजा तपाईँले धक्कले एकाग्र भएर एकचित्त भएर तपाईँले पूजा हरितालिका भगवान् स्वयं भोले बाबाको पूजा गर्नुभयो भने मात्र तपाईँले भोले बाबाको प्राप्ति गर्नुहुन्छ। जो कामना तपाईँले गरेको छ त्यो इच्छाको, राम्रो पति या सद्गुण हुन् पति, राम्रो विचारमा आउन् पति, सत्मार्गी हुन् पति भनेर तपाईँले व्रत बस्नु तब बुढा हुन्छ कि तब तपाईँले पूजा गरिसकेपछि। यदि पूजा नगरिकन अर्थात् पूजा त्यतिकै त्यो लगेर फलानाले गरी म पनि जान पर्यो, म पनि रिटिक्क हुनु पर्यो, चिटिक्क हुनु पर्यो, गहना लाउन पर्यो भने गहना देखाउन जानु भने तपाईँको एकतिर बिरामी हुनुहुन्छ होइन भन्नुहोस् त। तपाईँ दिनभर निराहार बन्नुहुन्छ, फुर्ती लाएर म जस्तो संसारमा कोही छैन नाच्ने भनेर अति हेर्नुहोस्। नाच्ने पनि तरिका हुन्छ, नाच्ने पनि लय चाहिन्छ। हेर्नुहोस्, बिना लय नाचेर केही उपलब्धि छैन। हेर्नुहोस्, नाच्ने कम। हेर्नुहोस्, पृथ्वीबाट माथिआडी पैताला सार्नु हुँदैन, शास्त्र ज्ञान। हेर्नुहोस्, पैताला माथि लाने एकदम त्यही पैताला अर्थात् खुट्टा टेकेर मात्रै नाच्नु पर्दछ नाच्दा पनि। यदि नाच्दाखेरि तपाईँहरू यदि पैताला भैँमाबाट माथि छाड्नु भने त्यो नाच मानिँदैन। हेर्नुहोस्, भैँमै टेकिनु पर्दछ, भैँमै घुम्नु जान्नु पर्दछ। अनि त्यो गीतले के भन्दाखेरि त्यो सारको तरिकाले नाच्नु पर्दछ। यदि त्यो तरिकाले नाच्नु भएन भनेदेखि के हुन्छ, तपाईँको त्यो नाच पनि बेकार हुनेछ। ल हेर्नुहोस्, कति कुरा छ। यस कारणले त्यति मात्र हो र जसका कारणले गर्दाखेरिमा भगवान् भोले बाबाले त्यही हेर्नु ताण्डव नाच कति राम्रो छ। हेर्नुहोस् त, भोले बाबाको केटा मान्छेले नाच्छ, तपाईँहरू केटी मान्छे भइकन तिजमा नाच्ने भनेको छ, एकले अर्कालाई धक्का दिएको छ, अर्कालाई त्यो द्रोह गरिएको छ, यो त नाच हुँदैन। यसलाई राम्रोसँग नाच्नै तपाईँलाई आउँदैन भनेदेखि पूजा गर्न त गाउँ गाउँ। हेर्नुहोस्, अनि व्रत बसेर काहीँ हुन्छ पुण्य? हेर्नुहोस्, तपाईँले व्रत बस्नुहोस्, निराहार व्रत बस्नुहोस्, हामीले पण्डितले भनेर मात्र हुँदैन। हेर्नुहोस्, तपाईँहरूमा नि त्यो ज्ञान हुनुपर्छ है। त्यो पण्डितले किन त्यो व्रत बस्नुहोस् भने हो, त्यो व्रतले के प्राप्ति हुन्छ वास्तै बुझ्नुहोस्। यो व्रत बसिसकेपछि तपाईँहरूको जो कामना गरेको त्यो पूर्ण हुन्छ, यो पक्का, यो निश्चिन्त छ, यो अटक छ। हेर्नुहोस्, तपाईँहरूलाई थाहा नै छ नि, तपाईँलाई यो हिजोको ऋषिका मुनिका साहित्य उपनिषद यी पुराणहरू होइन नि। हेर्नुहोस्, यो पुराण भनेको यस्तो चिज हो कि जसले हामीलाई बताइसाध्य छैन। यसमा मध्येमा पनि तपाईँलाई एउटा म पिपलको वर्णन गर्छु। हेर्नुहोस्, पिपलको बोटा एउटा पूजा गर्नुहुन्छ नि, मानौ अब तपाईँ अरू सपोज अरू कहीँ नजानुहोस्, तर विशेष रूपमा त्यो पिपलको पूजा गर्नुहुन्छ नि, र हामीले पिपलको पूजा गर्नुपर्छ। मैले तपाईँलाई भनेकै थिएँ नि, पिपलको पूजा यति महत्त्व छ कि कुरा छाडिदिनुहोस्। हेर्नुहोस्, पूजाको महत्त्व छ एकतिर भनेदेखि पिपलको पूजा गर्नु नै सबभन्दा भगवान् विष्णुको प्राप्ति हो, शिवको प्राप्ति हो। शिव भनेकै त्यही पिपलमा हुनुहुन्छ, असुस्थ भन्छ जसलाई, जसका कारणले गर्दा त्यहाँ पिपलमा यति चिज बसेका हुन्छन् कि भनेर साथै 33 कोटी देवताको पिपलमा वास हुन्छ।
धर्मशास्त्रमा। भने यतापट्टि गएर तपाईँको के छ भन्नु होला भनेदेखि पिपलको बोटमा पूजा गर्नु भनेको तपाईँको लागि धर्म शनि दशादि इत्यादि ग्रहहरू तपाईँको अनुकूल भएर बसेका हुन्छन्, तीलाई शान्ति हुनु। हेर्नुहोस् पिपलको पूजा एकतिर त्यो छ भने अर्कातिर वैज्ञानिक प्रुफ के छ भन्नु होला भने, र त्यो हो पनि त्यही हो कि वैज्ञानिक प्रुफ भन्दा नि हाम्रो धर्मशास्त्रले त्यहीपट्टि लान खोजेको छ। तपाईँका हरेक शरीरमा रगतहरू जमेर बसेका हुन्छन्, ती रगतमा बसेर जमेर बसेका रगत जति छन् तिनलाई चाहिँ के गर्छ त भन्दा बढी मात्रामा पाउने अक्सिजन भनेको पिपलको रुखको हो। त्यो पिपलको रुखबाट तपाईँले बढी मात्रामा अक्सिजन पाउनुहुन्छ। त्यही अक्सिजन प्राप्तिको लागि तपाईँ पिपलको बोटमा गएर पूजा गर्नु परेछ। पूजा गर्ने तरिका हुन्छ, त्यो पूजा गर्दाखेरि एकदम निर्धक्कसँगले तरिकाबद्ध एकदम सिधा अथवा बसेर एकदम भावपूर्ण चन्दन अक्षता पाती फुल ज्यौती इत्यादि पूजा गर्दा हेर्नुहोस् हामीले वृक्षलाई पूजा गर्छौँ। हेर्नुहोस् दतिवनको पर्सि पञ्चमीको दिन दतिवन लगाउँछौँ, 365 वटा दतिवन माटो इत्यादि लगाएर अङ्ग सर्वाङ्ग सबै पूजा गरिन्छ। हेर्नुहोस् जसका कारणले गर्दा यी तन्तुहरू प्रत्येक छिद्रहरूमा हरेक चिजहरू लुकेर बसेका हुन्छन्, हरेक कीटाणुहरू हुन्छन्, तिनलाई नष्ट गर्नको लागि हात्तीका पाइलाका माटा दतिवन भए, यी चिजहरू बेसारहरू भए, सर्बु सरी बेसार, यी चिजहरू चाहिँ आवश्यक पर्छ पञ्चमीको दिनमा पनि। हेर्नुहोस् यी लगाइएको कारण के तपाईँकै शरीरलाई स्वच्छ राख्नको लागि। जस्तै पिपलको बोटमा पनि पूजा यस अर्थले गरिन्छ कि पिपलको वृक्षमा पूजा गरिसकेपछि पूर्ण शक्ति तपाईँमा प्राप्ति हुन्छ। र यतापट्टिबाट वैज्ञानिक रूप अन्तर्गत जसले पूजा गर्दाखेरि पूजा गरिसक्यो, पूजा गरिसकेपछि हेर्नुहोस् यस्तो धर्म ऋषि मुनिहरूले यति राम्रा कुराहरू सिकाउनु भएको छाडे जानुभएको छ हामीलाई। पिपलको बोटमा पूजा गर्नुहोस्, चन्दन अक्षता पातीले गर्दा 5 मिनट तपाईँको पिपलको बोटमा पूजा गर्दा जान्छ समय। अनि बत्ती घुमाउँदा तपाईँले 3 पल्ट बत्तीलाई पिपललाई चाहिँ घुम्नु पर्दछ। त्यो पिपललाई घुम्दाखेरि के हुन्छ त भन्नु होला भने 3 पल्ट घुम्दाखेरि 5 मिनट जान्छ भने, अनि फेरि 3 पल्ट जल पनि चढाउनुपर्छ पिपललाई जल नचढाएदेखि वृक्ष फेरि फस्टाउन पाउँदैन भन्नको लागि हामीले जल पनि लगाउँछ। हेर्नुहोस् एक प्रकारले प्रकृति आध्यात्मिक छ भने उतापट्टि भौतिकवाद पनि छ। यस कारण त्यो पिपलको बोटको पूजा तिनै थरीले पूजा गरेपछि 15 मिनट हुन्छ। 15 मिनट वैज्ञानिकले पनि यो अहिले भन्न थालेका छन् कि 15 मिनट पिपलको बोटमा बसेमा तपाईँको शरीरका सम्पूर्ण नराम्रा क्लेशहरू जति रगतहरू जमेर बसेका छन् त्यो सबै नष्ट हुने काम गर्छ। यस कारणले गर्दा त्यो पिपलको पूजा गर्नुपर्दछ। हेर्नुहोस् हिजोका ऋषिमुनिहरूले पूजा गरेर धर्म हुन्छ भनेर धर्म लगाइयो। आज के वैज्ञानिक रूप यो छ कि तपाईँको शरीरमा मेन्टेन होस्। 15 मिनट तपाईँ पिपलको बोटमा बस्नु भने तपाईँको सम्पूर्ण रगत जमेका जति विभिन्न रोगहरू निवारण हुन्छ। एक्लै गएर बस्न सक्दैन, एक्लै जान सक्दैन, पिपलको बोट अलि टाढा हुन्थ्यो त चौतारी हुन्थ्यो, रात्रिका समय फेरि बिहान चाँडै भनेको छ, सूर्योदय नहुँदै जानुपर्छ भनेको छ। त्यस कारण त्यो पिपलको बोटको पूजा गर्दाखेरि हेर्नुहोस् बिहान चाँडै गर्नु कारण किन त भन्नु होला, त्यो अक्सिजनको मात्रा कम हुन्छ सूर्यको किरण प्रभाव भएपछि। अस्ति जसका कारणले मैले केही समय अगाडि एउटा च्यानल अथवा यस्तै फेसबुक मार्फत मैले सुनेको थिएँ, सूर्यको व्याख्यान एकजना बालचन्द्र अधिकारी भन्ने गुरु हुनुहुन्थ्यो, उहाँले व्याख्यान गर्नुभएको छ। तपाईँले सूर्य किन रातो हुन्छ, किन पहेँलो हुन्छ, किन सेतो हुन्छ, यो खण्डन त तपाईँले पनि यसो युट्युब च्यानलतिर यताउति हेर्नु भने पक्कै भेट्नुहुनेछ। यी हाम्रा जुन च्यानल यी जो धर्मशास्त्रमा आबद्ध भएका च्यानलहरू हुनुहुन्छ उहाँहरूले प्रत्येक चिजहरूलाई चाहिँ ल्याउनु भएको छ क्या हो। यसै तपाईँले हेर्ने गर्नुहोस्, टिभी अरू च्यानल हेर्नुभन्दा कमसेकम यो आध्यात्मिक चिजलाई ध्यान दिनुहोस् न, अनि तपाईँ त्यत्तिकै ज्ञानी बन्नुहुन्छ। हेर्नुहोस् उहाँले सूर्यको व्याख्यान गर्नुभएको छ, त्यही सूर्यको व्याख्यान अन्तर्गत हामीले पनि जानिदिनुपर्छ कि त्यो सूर्य त्यति कडा हुन्छ, त्यस कारणले गर्दा अक्सिजन पाइँदैन पिपलको बोटको। त्यही अर्थले गर्दाखेरिमा तपाईँले के गर्नु त पर्यो त भन्दा त्यो सूर्योदय नहुँदै तपाईँले चाँडै गएर पिपलको वृक्षको दर्शन गर्नु पर्यो। पिपलको दर्शन गरिसकेपछि त्यो अक्सिजन जति पिपलमा रहने हो त्यो प्राप्ति हुन्छ, तपाईँको शरीर स्वच्छ हुन्छ। त्यस्तै प्रकारले अहिले पनि हामी हरितालिका तीज पनि मैले प्रसङ्ग ल्याएको थिएँ, हरितालिका तीजको हरितालिका तीज पनि त्यही हो। हेर्नुहोस् तपाईँहरूले शिव साम्बसा भोले बाबालाई एकाग्र भएर भोले बाबा तम शरण भनेर चारै मुखलाई पूजा गरेर हेर्नुहोस् शिवलिङ्ग पुलिङ्ग बनाएर पार्वती माताले पुलिङ्ग बालुवा गर्नुहुन्छ। हामी त अहिले भौतिकवादमा छौँ र सम्पूर्ण चिज पाउन सक्छौँ, त्यतिखेर त थिएन, आध्यात्मिकवाद थियो, त्यतिखेर त प्रकृतिमा जे छ त्यही चलन चलन थियो। हेर्नुहोस् त्यतिखेर पनि भगवान् भोले बाबा खुसी हुनुहुन्थ्यो भने आज झन् सबै कुरो छ, तपाईँहरूका साथमा छ, तपाईँले भन्ने बित्तिकै तुरुन्त आउँछ। यी चिजहरूलाई तपाईँले प्रत्येक चिजहरूलाई नजिक ल्याउनुहोस्, नजिक ल्याएर पूजा गर्नुहोस्, पण्डितलाई सोध्नुहोस्, नजानेका कुराहरू सोध्न सक्नुहुन्छ, हरेक चिज च्यानलहरूबाट तपाईँले सुन्न सक्नुहुन्छ, नजाने कुरो त्यहाँ जान्न सकिन्छ। संस्कार भनेकै यही हो। हेर्नुहोस् अनि त्यो संस्कारमा भिन्नु भने तपाईँले बल्ल व्रत बसेको पूर्ण हुनेछ। हरितालिका तीजको दिनको व्रत निराहार बसेको व्रत होइन। यस कारणले गर्दा तपाईँले त्यो निराहार व्रत बसिसकेपछि अब पतिदेवले एउटा कुरो त्यहाँ पनि म जोड्न चाहन्छु, तपाईँहरू निराहार सकभर नबस्नुहोस्। किन? अहिले तपाईँलाई ग्यास्ट्रिक छ, सुगर छ, अल्सर इत्यादि रोगले समातेको छ। अनि तपाईँ आज एकाग्र भएर भक्तिले तपाईँ एक छाक पनि नखाइकन पानी पनि नखाइकन बस्नुहुन्छ, भोलिपल्टदेखि पतिदेवलाई लान पर्छ हस्पिटल। हेर्नुहोस्
लानुपर्ने, पत्नी बिरामी हुन्छन्, पेट दुख्न थाल्छ, ग्यास्ट्रिकले सताएको छ, अनि भोलिदेखि हस्पिटलको बास नारायण हरि ल हेर्नुहोस्। यस कारणले गर्दाखेरिमा त्यो हस्पिटल जानुभन्दा अगाडि म हस्पिटल जाँदैछु है भन्ने ध्यान दिनु हो, व्रत बस्नु पनि राम्रो हुनेछ। हेर्नुहोस्, म चाहिँ यो भन्न चाहन्छु। र त्यति मात्र नभएर अनि पतिदेवले आज्ञा दिनुभयो भने तपाईँले तिमीले खाऊ नानी भनेर भन्नुभयो भने, आज्ञा दिनु भने तपाईँहरूलाई दोष लाग्दैन, तपाईँहरूले खाँदा हुन्छ। तर खाना हुन्छ भनेर सर्वहारा चाहिँ खान मिल्दैन, सात्विक पदार्थ खानुपर्छ। जस्तै सात्विक तामसी चिजले हाम्रो शरीरमा नसाहरूलाई फुलाउने काम गर्छ, नराम्रा चिजहरू सोच्ने गराउने काम गर्छ। कमसेकम तपाईँले सात्विक पदार्थ खानु भने तपाईँलाई त्यो नराम्रा चिजहरूलाई चाहिँ के हुन्छ, त्यसलाई नष्ट गर्ने काम छ। राम्रै चिजले तपाईँलाई प्रवाह गर्ने भएको कारणले गर्दा व्रत बस्नु पर्दछ। यदि यो भयो हरितालिका तीजको व्रतको वर्णन। यदि मैले भनिसकेँ, तपाईँहरूलाई हरितालिका तीजको व्रतको लागि मैले यो अनुरोध गर्न खोजेको हुँ कि व्रत नबस्नुहोस् भन्न पनि खोजे होइन, व्रत बसेर निराहार बस्नुहोस् नि भन्दिनँ। यो दुईटै कुराहरूलाई तपाईँले क्यालकुलेसन गर्नको लागि पतिदेवको आज्ञा, आफ्नो शरीर विचार गरेर मात्र व्रत बस्नु पर्दछ। आफ्नो शरीर चाहिँ कमजोर छ तर व्रत बसेर तपाईँलाई पुण्य हुँदैन। आफ्नो शरीर अब भरे गरेर नराम्रो भयो भने भोलि तपाईँलाई अर्को समस्या आइलाग्छ, यो व्रत बेकार हुनेछ। यस कारणले व्रत बस्नुहोस्, आफ्नो शरीर हेरेर आफ्नो पतिदेवको आज्ञा पालना गरेर मात्रै व्रत बस्नु पर्दछ। र अनि पर्सिको तीजको व्रत पनि छ। तीजको वर्णन पनि बताउँछ, सप्त ऋषिको पूजा। अरुन्धत्यादि कश्यप आदि सप्त ऋषिहरू हुनुहुन्छ। यी ऋषिहरूलाई किन पूजा गरिन्छ भन्ने प्रसङ्ग पनि चलिरहेको छ। यो ऋषिहरू यति हुनुहुन्छ कि जहाँ कि जुन चाहिँ शास्त्रलाई पनि निर्णय अर्थात् निर्णय प्रुभ गर्नेवाला, जुन चाहिँ चिजलाई तत्त्वलाई पनि जस्तो जे भेटायो त्यसलाई प्रुभ गर्नेवाला, यस भए कारणले ती ऋषि ईश्वरहरूको पूजा गरिन्छ। ऋषिमा सबै कुरो गुणहरू युक्त हुन्छ। हिजोको दिनमा हेर्नुहोस्, तपाईँहरू हरितालिकाको तीज व्रत आज रहसोला हुन परेका कारण पनि हिजोका दिनमा सगर नाम गरेका जो हुनुहुन्थ्यो, सगर नाम गरेका छोराहरू थिए, तिनका लागि सागर रूप गङ्गा रूपमा ल्याइयो। गङ्गाकै रूपमा रहेर अन्तिममा गएर जो कर्मगतिहरू बित्दै गयो, जो कर्मगति अन्तर्गत तिनका पनि नराम्रा कर्महरू भए, नराम्रा विचारहरू भए, ऋषिहरूलाई द्रोह गरे सगरका छोराहरूले। त्यही कारणले गर्दा हेर्नु भस्मीभूत हुन पर्यो। ब्राह्मण भनेका यस्ता हुन्, ब्राह्मणका वचन सात्विक पदार्थ खाएका हुन्। अहिले त ब्राह्मणहरू पनि कति व्यक्तिहरू अब त्यस्तै हुनुहुन्छ, त्यसलाई मैले भनिनँ, यो टेलिभिजनमा मैले भन्न चाहदिनँ। तर त्यस्ता व्यक्तिहरू पनि छन्, तिनले गर्दा नि हाम्रा विशेष हिन्दू संस्कारमा अलिकति केही आँच आएको छ। यो होइन, वास्तविक हामीले बुझाउन नसकेर हो। यदि बुझ्दिनै हो भने यो हिन्दू शास्त्र अथाह भवसागर छ। हेर्नुहोस्, यो चुर्लुममा डुब्न सक्यौँ भने हाम्रो अर्थात् मोक्ष गति यहीँ हुन्छ। यहीँ बाहिर जानु पर्दैन। हेर्नुहोस्, मोक्ष हुनको लागि यहीँ छ, सागर यहीँ छ, क्षीरसागर यहीँ छ, लोक यहीँ छ, नरक यहीँ छ, अर्थात् वैकुण्ठ धाम पनि यहीँ छ, भगवान्हरू यहीँ हुन्छ। हामीले चिन्न जान्न पर्यो, जान्ने बुझ्ने गऱ्यौँ भने बल्ल व्रत गरेको हरितालिका तीज व्रत सँगसँगै पञ्चमीको पूजा पनि। पञ्चमीको पूजा विशेष सप्त ऋषिको पूजा गरिन्छ। सप्त ऋषि दधिसहित भएका, किन हिजोका दिनमा पनि जो कर्मगतिमा ऋषिश्वरहरूले गरेका कर्मगति हेर्नुहोस्, इन्द्र महाराजले द्रोह गर्नाले गर्दा हेर्नुहोस्, इन्द्र महाराजले यदि द्रोह हेर्नुहोस्, आफ्नो स्वार्थको लागि मान्छेले यदि केही गर्न खोज्यो भने त्यो नष्ट हुन्छ। केही छैन, सबैको लागि गरियो भने राम्रो भयो। र आफ्नो लागि खान्छु र मै लाउँछु मै रमाउँछु भन्न खोज्यो भने त्यो व्यक्ति नष्ट हुन्छ। यस कारणले गर्दा मै भन्दा पनि परको व्यक्ति छ है, मेरो पतिदेव हुन्छ, मैले व्रत बसिसकेपछि मेरो राम्रो पति पाऊँ भनेर भोलि पूजा व्रत बसिन्छ नि, त्यो व्रत पनि मेरो घर परिवार छन् है, मैले के मान्नुपर्छ त्यो जान्ने भने बल्ल राम्रो हुनेछ। हेर्नुहोस्, यस कारणले गर्दाखेरिमा हामीले हरितालिका तीजको व्रत वर्णन गऱ्यौँ। हरितालिका तीज राम्रोसँग बस्नु होला। सबैलाई शुभकामना हरितालिका तीजको व्रतको। र उतापट्टि गएर अर्थात् ऋषि पञ्चमी छ। ऋषि पञ्चमीको नि एकदम भिडसँग तपाईँ सप्त ऋषिको आश्रममा गएर अर्थात् मन्दिरमा गएर पूजा गर्नुभन्दा घरकै देवता पतिदेवलाई मान्नुहोस्, पतिदेवलाई राम्रो वचन बोल्नुहोस्, त्यो नै तपाईँको लागि पुण्यदाता हुनेछ। ऋषिको पूजा गर्नुहोस्, तर त्यहाँ पूजा गरेर आइसकेपछि पतिदेव पनि मेरो ऋषि जस्तै हुनुहुन्छ है भन्ने यो चाहिँ कहिले नबिर्सिनुहोस्। यो तपाईँको लागि विशेष तपाईँलाई छोड्दै अनि अर्को कुरो, हाम्रा विशेष यहाँका जो व्यक्तिहरू हुनुहुन्छ उहाँले मलाई निमन्त्रणा गरेर यस ठाउँमा ल्याइदिनु भयो। यहाँ ल्याएर ऋषि पञ्चमी हरितालिका तीजको कुराहरू प्रसङ्गवश केही भन्ने अवसर पाएँ। यस्तै गरी पुनः फेरि तपाईँहरू सामु बेला बेला उपस्थित हुने नै गर्नेछु। र केही तपाईँलाई शङ्का तर्कनाहरू इत्यादि छन् भने तपाईँले भन्न सक्नुहुनेछ। सायद प्रत्येक व्यक्ति अहिले भर्खरै तपाईँहरू टेलिभिजन हेर्दै हुनुहुन्छ भने सबैजनाले खोलेर अर्थात् केही कुराहरू जिज्ञासा तपाईँमा उठेको छ भने भन्न सक्नुहुनेछ। कन्ट्याक्ट हाम्रो यो आध्यात्म टेलिभिजन छ, त्यसमा तपाईँको हेडलाइनमा तपाईँहरूलाई यो बताइया हुन्छ, तपाईँको सम्पर्क नम्बर हुन्छ त्यहाँ माथि। त्यतिखेर पनि त्यो यो कार्यक्रममा प्रत्येक बिहान संस्कारिक कार्यक्रमहरू चल्या हुन्छ, त्यसमा पनि तपाईँले जवाफ प्रश्नहरू अथवा फोन गरेर सोध्ने अवसरहरू पाउन सक्नुहुन्छ। अझै तपाईँलाई जिज्ञासा लागेका छन् त्यस्ता कुराहरू सोध्न सक्नुहुन्छ। मैसँग पनि केही कुराहरू अथवा तपाईँले सोध्न सक्नुहुनेछ। तपाईँलाई केही जिज्ञासा, केही राय, केही सल्लाह छ भने किन सप्तऋषिको पूजा गरियो त्यसमा सब अझ हेर्नु समयले दिएन, यदि समयको हामी समयसँग
समयसँग कुद्न जानुपर्छ, समयले जति दिन्छ त्यही प्राप्ति हो। हेर्नुहोस् सप्तऋषिको पूजा अझै विस्तृतमा खण्डन गरिएको छ, यी सब वेद उपनिषदहरूमा सबै कुरा बताइएको छ। अब तपाईँहरूलाई पनि मैले भन्ने प्रयास गरेको थिएँ। अब हरितालिका तीज भन्दै उदाहरण दिँदै तपाईँको समयले चाहिँ केही समय अर्थात् थोरै समय हुन्छ, यसमा तपाईँहरूलाई मैले भन्नुपर्ने कुराहरू विशेष रूपमा भनेको हरितालिका तीज व्रत बस्नुहोस्, तर आफ्नो शरीर हेरेर ऋषि पञ्चमीको पूजा गर्नुहोस्। ऋषि पञ्चमीको दिनमा गएर ऋषिका मन्दिरमा गएर अति भिड नभएर नगर्नुहोस्, सबैलाई मिल्ने सबैलाई तरिकाबद्धसँग जानु होला, सबैले राम्रोसँग दर्शन गर्नु होला। यो समय यो यस्तै टेलिभिजनहरूले फेरि पनि नभनुन् कि हाम्रा नारीहरू अर्थात् मूर्छित भएर भोको बसेर अर्थात् लड्नु भोरे, केही बेहोस हुनु भोरे, कोहीलाई यस्तो भयो उस्तो भयो, मेरो कानमा नपरोस्। कामना यही गर्छु, भगवान् भोले बाबालाई कामना गर्छु, मेरा हे भोले बाबा यी श्रोता जति भक्त तपाईँका नजिक आएर दर्शन गर्नुहुन्छ यी सबैको राम्रो होस्, राम्रो गराइदिनुहोस्, यी व्यक्तिहरूको सबैको मनोकाङ्क्षा पूरा गराइदिनुहोस्। ऋषि पञ्चमीको व्रत सँगसँगै हरितालिका तीजको शुभकामना सबैलाई दिँदै अनि यस टेलिभिजन जसले मलाई यहाँसम्म ल्याउने प्रयास गर्नुभयो उहाँहरूको पनि अर्थात् राम्रो उत्तर प्रगति हुँदै जाओस्। अझै यो टेलिभिजनले धेरै अर्थात् नेपाल टेलिभिजनभन्दा पनि अझै राम्रो हुँदै जाओस् कामना यही गर्दै आजको जुन यस कार्य दुई चार शब्दहरूलाई मैले तपाईँहरू सामुमा व्यतीत गराउँदै आजको आध्यात्म यो टेलिभिजनलाई अर्थात् मेरो आध्यात्म यो टेलिभिजनलाई धन्यवाद दिँदै आजको कार्यक्रम यहीँ टुङ्ग्याउँछु। हस्त नमस्ते।